स्ट्रेट गर्दैछु युवा दिदीको पार्लरमा। मेरो धम्माधम कपाल चाहिँ यो लोरियल युज गर्नुहुन्छ। फेसियल क्रिमहरू छ यहाँनिर। या मेरो लाइफमा के भइरहेको छ त्यो त्यही सेयर गर्न खोजेको छ। हेलो गाइज, नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ देख्न सक्नुहुँदैछ तपाईँहरूले, म चाहिँ आज कपाल स्ट्रेट गरेको। सो लेन्थ पनि अलिकति घटाएँ, साह्रै भयो भनेर। पुरा स्प्लिटहरू आएको थियो नि त, त्यही कारणले घटाएँ। त्यहाँदेखि आज चाहिँ म स्ट्रेट गर्दैछु युवा दिदीको पार्लरमा। यहाँ युवा दिदीको अर्को कस्टमर पनि आउनु भइरहेको छ, हाम्रो दिदी फेसियल गर्नु। होइन युवा दिदी? हाम्रो युवा दिदी चाहिँ दामी गर्नुहुन्छ स्ट्रेट यस, स्ट्रेट गर्नुहुन्छ। सबै मेकअप, फेसियल सबै गर्नुहुन्छ। यहाँनिर हाम्रो चाहिँ घरको छेउमै छ, त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई सजिलो, रिजनेबल प्राइस। तपाईँहरूले पनि गर्न चाहनुहुन्छ भने अन्त कस्टमरहरू युवा दिदीलाई खोज्दै आउनुहुन्छ, पर्खेर भए पनि, कोही बेला त राति भए पनि है गर्दै गरेको हुन्छ स्ट्रेट। सो यही प्रोसेस चाहिँ हुँदैछ। फर्स्ट क्रिम लगाएर तानिदिनु हुँदैछ। त्यही त आज त लाइट जान्दै आउँदै जान्दै आउँदै दिन चाहिँ दामी भइरहेको छ, तर हावा चाहिँ चलेको चलेकै, त्यही कारणले गर्दाखेरि चाहिँ लाइट पनि आउँदै जाँदै आउँदै जाँदै। यतिको भइसक्यो है गाइजहरू। हेर्नुहोस् है मेरो कपाल चाहिँ, आज मेरो धम्माधम कपाल चाहिँ एकदम तानिँदैछ। भयो चाहिँ यो लोरियलको उयसले क्रिमले गरेको। यहाँनिर युवा दिदीले यो लोरियल युज गर्नुहुन्छ। सो यो गरेको हामीले होइन, मैले आज। अब हेरौँ है त कतिको हुँदैछ। यतिको भयो गाइजहरू। तपाईँहरूले मेरो कपाल हेर्न सक्नुहुन्छ। यतिको भयो, यतिको। फर्स्टको स्ट्रेट चाहिँ भइसक्यो। अब सेकेन्ड स्टेपको प्रोसेस हेर्नुहोस् अब। यतिको भयो मेरो चाहिँ। फ्रन्ट क्यामेरामा पनि देखाइदिएको तपाईँहरूलाई। अब सेकेन्ड क्रिमको प्रोसेस हुँदैछ। यहाँनिर छ, पछाडिबाट पनि हेर्नुहोस् मेरो कपाल हेयर चाहिँ यतिको भएको छ। मेरो चाहिँ लेन्थ चाहिँ दिइहाल न मिठा खाने पैसा। गाइज तपाईँहरूले चाहिँ अब यहाँनिर हाम्रो युवा दिदीको यहाँनिर पार्लरमा चाहिँ यहाँनिर के भन्छ फेसियल क्रिमहरू छ यहाँनिर, अन्त स्पाहरूको क्रिमहरू छ यहाँनिर। सो तपाईँहरूले आएर यहाँनिर गर्न सक्नुहुन्छ। तपाईँहरूले कन्ट्याक्ट गरेर यहाँनिर चाहिँ एकदमै रिजनेबल प्राइसमा छ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले। लोरियलको युज गर्नुहुन्छ उसको चाहिँ स्ट्रेटको चाहिँ। सेकेन्ड क्रिम प्लिज इग्नोर माई फेस है। आज मैले गरेको छैन मेकअप। कालो देखेको मेरो फेस हजार। पार्लरमा राम्री हुन आएको म।
फाइनल लुक चाहिँ तपाईँहरूलाई देखाउँछु अहिले एकछिनमा। अहिले चाहिँ बत्ती नै गइरहेछ। यहाँ चाहिँ बस्दा बस्दै डस्ट प्यान पनि हराएछ हावाले उडाएर। हाम्रो युवा दिदीको पार्लर चाहिँ यस्तो छ यहाँनिर। सबै स्ट्रेटको, फेसियलको, स्पाको रागा क्रिमहरू लाउनुहुन्छ, युज गर्नुहुन्छ रागाको। हेर्नुहोस् है मेरो कपाल फाइनल लुक चाहिँ यस्तो भएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। कस्तो लाग्यो तपाईहरुलाई? केटीहरुको है के हो। सो यो चाहिँ मेरो लास्ट अब फाइनल लुक चाहिँ यो हो। अनि आफ्टर 3 डेज बाद चाहिँ वाश गर्नुपर्छ। आफ्टर 3 डेज बाद चाहिँ ट्रिटमेन्ट हुन्छ। सो अहिलेको लागि चाहिँ यति नै थियो। कस्तो लाग्यो, मन पर्यो कि परेन? मलाई त पुरा मन पर्यो। हुन्छ त गाइज आजको लागि यति नै थियो। आज मैले स्ट्रेट गरेको, सो मलाई खुसी लागिरहेको छ। धेरै दिन या कति महिना बादमै गरेको होला। सो मलाई खुसी लागिरहेको छ। सो मेरो जुन चाहिँ अब मेरो डेली लाइफ या मेरो लाइफमा के भइरहेको छ त्यही सेयर गर्नु खोजेको तपाईहरुलाई। सो मन पर्यो भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनुहोस् होला। प्लिज सब्स्क्राइब चाहिँ गरिदिनुहोस् होला। थ्याङ्क यू। बाइ बाइ गाइज।